फर्स्टमा गिटार सिक्दा के हुन्छ भन्दाखेरिमा त्यो भिडियोहरूमा युट्युबमा डाउन डाउन अप डाउन डाउन अप भनेर सिकाइरहेको हुन्छ नि त। अनि के भइरहेको हुन्छखेरि दिमागमा हामीले त्यो रिदम पनि हुन्छ नि त, त्यो चाहिँ हामीले बिर्सिन्छौँ कि। हाम्रो चाहिँ के हुन्छ भने दिमागमा फुल फोकस डाउन डाउन अप अप डाउन डाउन अप डाउन डाउन अप अप डाउन डाउन अप। अनि यो गऱ्यो अनि गीत गाउनु सकिन्न, कस्तो नमिल्या कतिजनाले त्यो रिदमै भेट्टाउन्न कि डाउन डाउनमा फोकस हुन्छ त फुल। त्यही भएर के गर्नुपर्छ भन्दा यो डाउन डाउनमा केही रङ छैन, यसरी नै हो सिक्ने। तर यो डाउन डाउन पनि रिदममा त हुनु पऱ्यो नि त। यसरी डाउन डाउन अप अप डाउन डाउन अप यस्तो गर्ने होइन कि रिदममा नै गाउने कि। त्यो दिमागमा पनि डाउन डाउन अप अप डाउन डाउन अप पनि रिदममै भओस्। कसरी भन्दाखेरि डाउन डाउन अप अप डाउन डाउन अप down down up up down down up down down up up down down up down down up up down down up down down up down down up। हो यसै जानु पर्यो क्या दिमागमा पनि त्यो डाउन डाउन अप डाउन अप त्यो याद गर्दा पनि के कन्ता सिधै डाउन डाउन अप डाउन डाउन अप। अब केमा छ डीमा छ, त्यसपछि कर्ड चेन्ज हुँदा अनि त्यसमा डाउन डाउन अप डाउन डाउन अप। यसरी चाहिँ कतिजनालाई गाह्रो हुन्छ कि गिटार सिक्नलाई। अनि कतै मिलेन रिदमै भेट्टाएन भनिन्छ अनि छोडिन्छ क्या। त्यही भएर दिमागमा पनि सोच्दा के गर्ने भन्दाखेरि डाउन डाउन अप डाउन डाउन अप। यो डाउन डाउन पनि रिदममा आउनु पऱ्यो है त। धन्यवाद। यति हो, केही परेमा सोध्नु होला।